कस्तो राम्रो फुल हौ दिदी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी तिहारमा दिदीको घरमा फुल लाउन आइसकेको छौँ। अनि मेरो सबै दाजुभाउजूहरूलाई ह्याप्पी तिहार। यसपल्ट यस्तै भयो, अब अर्को वर्षसँगै मनाउने धेरै मिस गरिरहेको छु। सो बान्जा हेलो भन्नु, ह्याप्पी तिहार भन्नु सबैलाई, ह्याप्पी दिवाली। पुसेसँग खेली खेली गरेको एन्सी नो रे, अहिलेसम्म चाहिँ खेलेर नो भन्छौ पुसेलाई। फुल पुसे भने नि कस्तो राम्रो फुल हौ दिदी। तपाईँले आफै रोप्नु भएको होइन? चोरिदियो मेरो चाहिँ फर्स्ट टिका है लाइफको दिदीको हातबाट। तपाईँको भाइको कोर्बानी कोर त म दिइहाल्न त मजाले दागेर चाहिँ त्यो अहिले मैले अब चाहिँ रक्षा होला कि होला। उनको दादालाई दिनुहोस् छोरी, दादालाई दिनुहोस्, दादा दिनुहोस् निशाङ दादालाई। दादालाई दिनुहोस्, जानु त दादा दिनुहोस् छोरी। देमका चोटि त हो याङ हो। लाउनु खोजेर मलाई मर्यो आजको देखाएको भयो। छोडिदिनु अब इनका खाऊंगा मैं था और अनुमा बेटा छोडू न यहाँ कसरी निकाल्नु म त लामो बनाए त त्यो अघि गएर के साह्रो अँध्यारो लाग्यो रुम। हजुर हजुर अको ल अको काका अको काका अको जाने भएर हेर्नु त्यहाँ मोबाइल लु मोबाइल मेरो मोबाइल गर्नु सक्यो उहाँ त के भाषा बोल्नु थाल्नुभयो नि आज त्यो बुझ्नु एनसीले त के गर्छ नि
यस्तो हुन्छ नि त एउटा मात्रै लगाउनु छोरी न नगर न ओइ बुढी नानीलाई हल्ला छोरीले दादालाई लाइनुपर्छ बुबुले एन्सीले उ दादा निछाङ दादा एन्सीको दादा न छोरी बुढीलाई पक्रे नानीलाई पक्रे न ला धेरै भएछ नि बहिनी हातले के अरे टाउकोले कसरी खुलेर छुन्छ नि त हातले लाग्छ के एनसीले अब दादालाई टिका लगाइदिनु लागेको है 3 जना टिका दादालाई जम्चेको है दादा एनसीको चाहिँ कन्टिन्यू भइरहेको छ अझै गर्छ अरे आफै गर्छ हाँस्दैछ ओ तपाईँ छोरी मस्किँदैछ ल अब दादालाई तेल लगाइदिनु दादा लगाइदिनु त्यति टाउकोमा त्यति हाते त्यही लगाइदिनु दिदी माया दादा माया फुल टिका ल लड्यो अब टिकी लगाइदिनु दादालाई सानी ऊ टिकी दादा टिकी हो वाउ भुकु टिकी एन्सी दादा टिकी लगाइदेऊ न वाउ वाउ एन्सी ओ दादा टिकी ओ दादा हात लगाइदिनु न बाबा हात छुवाइदेऊ न उसको हात पक्रेर वाउ दादालाई टिकी ल्याइदिएको एन्सीले कति राम्रो भयो है हेर न खुसी माने आनु त्यसरी हुँदैन है छोरी उहाँ चाहिँ हाम्रो दाजु क्यामराम्यान एनसीको पनि मैले चाहिँ तिहार चाहिँ किन नमानेको रहेछ एनसी निस्किएर मात्रै मान्नु लेखेको रहेछ मलाई चाहिँ मेरो पनि फर्स्ट टिका एनसीको पनि फर्स्ट टिका मैले मतलब कहिले आफूले चाहिँ लाग्थिनँ दाजु फर्स्ट टाइम हो किनभने मैले चाहिँ दाजुहरूलाई मात्रै लगाइदिएको थिएँ अनि मैले आफूलाई चाहिँ लाग्थिनँ दादा मलाई लगाइदियो एनसी ल छिटो रुन्छ दादालाई दिनुहोस् अनि हो गर्नु अब दादा दिनुहोस् ल हामी चाहिँ मुख पिठा बनाउनु लागिसक्यौँ हुनु के सगुन यता हेर्नु त यत्रो सगुन खान सक्नुहुन्छ खै दिदीहरू कहाँ जानु एनसीको यो चाहिँ मेरो होइन खामै छिटो खाम बिचरा एनसी पनि खानु खोज्दैछ चक्लेट दिनु बाबा उसलाई खाओस् घेर्नु नि जम्दै फुटाको अनि पानी त यसो गर्नुपर्छ नि त 3 चोटि त्यहाँ यसरी गर्दा हुन्छ हौ आफ्नो रिफ हो कि आज यार म त पर्छु साउदी त पसिना है अर्को साल त तिमी चाहेर पनि बस्छ आयो भने म जान्दिनँ नि त तिमी आइसक्यौ
दुईटा सुकेछ नि त यसमा मेरो दसैँ कपडा नकिन्ने धेरै यतिको सुँगुरमा के भन्छ दाजुले दसैँ कपडा छैन मेरो यसमा मलाई कुखुराको गाड जस्तै लाग्थ्यो पहिले अङ्कलहरू लाइन के के हो त्यस्तो लाउँछौँ र त नि यो चार बढी किने जस्तो लाग्छ कि यो के त्यही त भन्छ छोरीमा चाहिँ किटली नहुँदा सबै कुरा भन्छ हुन्छ यस्तो छोरी मान्छे भयो कति नराम्रो देख्छ है दिदी कुखुरा लगाउँदा छ्या मामा तपाईँको मेरो भाइ गर्नु माथिसक्यो दाजु भाइ अनि रक्सी बियर नखाएपछि स्प्राइट त खानुपर्छ त धेरै माथिसक्यो यार मलाई शरीरमा अल्कोहल पनि चाहिन्छ क्याफिनहरू खाएर मात्रै हुँदैन जडेहरूको सल्लाह मैले त नखाऊ भनेको छुइनँ नि रिरोले सबसे पहिले मैले नखा भनेको कुन व्रत बस्नु भयो शिवजीमा बस्नु भयो नाला पक्कै बसेको पहिला 2 साल शिवजीको तपाईँले उल्टो बस्नु शिवजी भाङ धुँदैन झन् खान्छ होइन उसँग नभेटी बस्थ्यो पहिला नै शिवजीको नाममा अर्कै व्रत बस्नु त्यही शिवजी त झन् भाङ धत्रो खाएर अन्त भाङ उसकै नाममा चाड्छ तर शैलेन्द्र दाई पनि सोझो क्या शैलेन्द्रको दाई शैलेन्द्र दाई पनि सिधा तपाईँको दाइ हो उहाँको दाई पनि हाम्रो कम्पनीमा हुन्छ भाइ चाहिँ भाइ हो भाइ हो के चाहिँ भाइ चाहिँ अनि के चाहिँ हुन्छ भाइ मान्छे चाहिँ ऊ स्प्राइट खाएर माथि चाहन्छु केको मान्छ अलिकति ल म क्यामेरा पनि खिचिदिन्छु ल्यापिस यस्तो दाजु सर्ट लेन्स भेटिएन दाइ लङ लेन्स यसले हुँदैन बाहिर पड्किनु हो क्या ए हो रहेछ यार यो सर्ट लेन्स बडा नथिचेको नै बट यस्तो हुन्छ के भयो आज त झन् एनसी कसै होइन माला लाउनु नि पहिला वेट लु आफ्नो पहिला मालाहरू लाएर खानपिन राखेर अनि खानपिन राखेर चाहिँ हाउडे कफ नदिनु घर गएर आएर होला नत्र फेरि दिनलाई लगाइदिने चाहिँ म बियोज हुन आँटिसक्यो आज दिदीले गाउँमा यसो फुर्कावाला गाउँमा मलाई त मनपर्छ पुरा रहरले नै बोलाउँछु म त यता खोइ त पहिला माला चाहिँ लगाइदिएको ओ माइ लभ सरी माई मिस्टेक माला लाएर ठिक छ किनभने शिरमा अगाडि लानुपर्छ म फर्स्ट टाइम है खोइ खानपिन छैन रित्ते खै म त होइन मिठाईहरू एकछिनमा खुवाउँदा हुन्छ त उताबाट मिठाई चाहिँ खुवाउँछ तर माला लगाएर यहाँ टेकेँ मैले केही हुँदैन त्यो टेप नै बनाएको हो यो हाम्रो फुपूले किनेर मलाई होइन फुपूले ल्याउँछ 3 पानी रक्सी चखाउँदा त्यहाँदेखि पल्केर छोड्नै सकिनँ मैले राम्रै मान्छे हो नि पहिला खानु हुँदैन थियो म खाँदैन थिएँ माथि हरे लगाइदिनु माथि होचेर
मामाले पुरा मर्नु भयो कि गाउँमा पुरा गर्नु भयो दिनु हुँदैन नि मलाई एकछिन है हुन्छ एकछिन यहाँ राखिदिनु नि भिडियो गरिदिँदैछु कि हजुर ढोकिदिन्छु कहाँ भ्याग्नु बस्नु न दिदीको गिफ्ट थाप्नु परेन गिफ्ट चाहिँ नदिउँ भन्दा पनि अब खै ड्रेससँग म्याच भइरहेको कलेज भाग्यमा ल्याउनु माइती चेलीको पनि फाइदा छ त मेरो सेलाले चिन्छ नि दाइ त्यसो नभन्नु न हौ हामी त घर जानु गाह्रो हुन्छ त भन्न तपाईँले त पर्दैन थियो पुइ छोटो ढोकिदिनु हातले त सुन्छु उसले छुदिन लु अब पुतुक म मिठाई ह्यापी बाइटिका नमस्ते दाजु नमस्ते भाग्यमानी हुनु बुढा भइहाल्नु भयो मिसरी सेवाहरू सेवा है बस्नु हुन्छ तपाईँलाई बहिनीलाई भयो मोबाइल पनि राखिदिन्छु ल खाना छ हजुर बिचरा थ्याङ्क यू बहिनी हुन्छ यो अफ गर्नुहोस् ल हुन्छ हाम्रो चाहिँ सक्यो पार्टी भन्नु न पनि अझै घर बाँकी छ भाइले चाहिँ पुरा हेरिराख्नु भएको छ है मलाई यहाँ वेलकम भएन नि मुड अफ भयो नि त उनीहरू गुड गर्ल छिटो छिटो गर्नु हो नि तपाईँहरू कालो टिका बनाउनु हुँदैन हो कालो कालो हाम्रो चाहिँ कार्तिकको ग्रह काट्ने भनेर कालो लाउँछ फर्स्टमा यो कार्तिकै होइन अहिले के हो सेतो लाउँछ चामलको कार्तिक त हो हाम्रो चाहिँ कार्तिक लाउँछ कालो लाउँछ मान्दैछ बोइलाम लगाइदिने रे पुन्टुक्सले अब होली खेल तिमीहरू सुन्दैछ हौ यहाँ तपाईँ ल यो माल यो माल केटाको दादालाई लगाइदिनुहोस् मलाई लगाइदिनुहोस् मलाई लगाइदिनु दादालाई ल माला म त यो मलाउँछु त्यो फुल चाहिँ भान्जाले टिका लगाइदिनु भाइले टिका लाउनु भान्जाले टिका लाउनु तिमी एउटा टिका लगाइदियो एउटा मात्रै एउटा हुन्छ ल यही उनीले लगाइदियो वाउ माला लगाएर खुसी हुँदैछ आफू पो लाग्यो त भिडियो बनाएको भाइरल हुने रहेछ तपाईँले बनाउनु भयो त्यो बेला क्यामेराम्यान ठिक छैन क्या दादालाई दिनु दादालाई नमस्ते गर हामी चाहिँ फेरि अर्को दिदीकोमा आइसक्यौँ उहाँ चाहिँ भेना हो राई भेना हो तर छेत्री जस्तै हुनुहुन्छ ल सृष्टि दिदी कमिङ सुन आमामा फुलको मालाहरू त ढल्ला जस्तो छ ए दार्जिलिङको यस्तो चल्छ नि तिमीहरू कसो गर्छ त हामी त यसो गर्छ त अन्त सेम हाम्रो पनि यस्तै गर्छ मैले अलिक त्यो कलर गरेँ नि 3 पल्ट यसरी फ्यान्छ नि त 3 चोटि घुमाउँछ 3 चोटि फाल्छ करण हेर्नु ल करण दिँदैछ अरे मनमनी आशीर्वादले धेरै फुलोस् फलोस् भन्नु है सिर्जना के अरे सृष्टि दिदी त्यो तरुनी चाहिँ हेर्ने मन नहोस् बुढीलाई मात्रै हेर्ने मन होस् 100 वर्ष पुगिन्जेल हेर्छम छु तरुनी थोरै हेर्नुस् तरुनी हेर्छु तरुनी हेर्छ म त हेर्दिनँ नि म थोरै हेर्छु ल हेर न यहाँ चाहिँ पो लागेर बसेको कतिखेर म त्यो खेलाम भन्ने होला नो 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 फुपू टिममा टिममा पाममा है
तिमीमा पाममा हेर पनि झऱ्यो लाउनु लाउनु ला बाबा हेर पनि झऱ्यो अलि लगाइदिनुहुन्छ छोरा पुतुकेले टिका लगाइदिएको हेर नि त त्यो नमानेर दुईजना टिका लाउनुपर्छ टिका छ भन्छ वाउ भन्नु ओहो के वाउ भन्नु पहिले सेतो टिका आफै बनायो सबै यही आशीर्वाद दिनु है पैसा छ अरे के भनेको ए फुटेको छ भनेको हो आउनुहोस् मिछु बु खै भोको के गर्दैछ पड्काउनु लाग्यो अब कराउनु लु पड्काउनु फुल लाउँदै गर्दा टर्सिँदैन हेर त ऊ अब जी त्यो खेलाउनु पाएर क्या भयो त्यो नदिनु ल लोडे लोडे हातले लाइन न हातले दिला टकटक टिकी लाउन पहिलो लगाइदिनु न लाइन भयो टिकी ल सेम कलर भएछ दिदीभाइको चाहिँ कुर्ता र उयो त ए अदर रहेछ अदर छ अहिले भएर उयो गर्नु त ब्याग ल्याउनु त बाबा यो त खोलेर दिनु पर्यो नि ग्लासमा भयो भयो त्यही जानु पर्यो नि सुकाउ हैन ल खुट्टामा ड्याम्मै धोकिदिनु दिदीलाई खुट्टामा भेना त हो तपाईँ मेनु चाहिँ मैले चाहिँ दाजुलाई क्यामेराम्यानलाई चाहिँ मैले 1 लाख दिएको छु त्यही भएर पाएको छैन नि त्यो सेलारी बुढाबुढी खेल्ने नि अब एकछिनमा कहाँ खेल्ने सगुन मुख चाट्ने आयो 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 कसले खायो तपाईँले खायो कसले खाएको मैले लगेछु कि यार खान्छ कसले खाएको त्यो पल्टन न त्यो मैले खाएको यार एका कलर यो मेरो पैसा म किटिपे हेर्नु दे यो एका कलर यो हो मैले दिदीले यो कलर होइन अरे करण दाइले भनेको हैन अघि नैले फेल्दैछ नि हैन एका कलर यो एक्स्ट्रा हो यहाँबाट आको यार ह्यापी दिवाली हो ह्यापी बर्थडे टु यु लो यस्तो डुप्लिकेट लो अब जम्प ह्यापी बर्थडे टु यु होइन ह्यापी दिवाली हो घुमेन त नि सञ्जय दा के गर्नु भएको थिएँ नाच्नु 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 honor. Apa? फेरि एउटा ल्याउँदैछ सन्जय नानी छ नानी बाबा पटेका हट सन्जय हैन डिस्कोसँग डिस्चार्ज रे अन नभए ओइ छोड एन्चे उठा भाग्यो Jump.
Drop.